मधेसको लागि त्यहाँ केही पनि देखिएन। जो राणा कालदेखि हुलाकी राजमार्ग छ त्यसको लागि कहीँ हुलाकी वर्ड पनि लेखिया छैन। मध्य प्रदेश का फिर से हाथ में कटोरा दाका थमा दल के नेपाल सरकार जब बजट में विनियोजन करके आए जैसे मध्य प्रदेश का फर्स माइनस कर दे रहे। जब मध्य प्रदेश का एक सप्ताह से हरेक दफा जैसे मध्य प्रदेश का बजट में कटौती होते आ रहा है। जब मध्य प्रदेश राज्य से कलेक्ट करे से अरबों खरबों का रुपया का करोड़ को रुपया राज्य से कलेक्ट करे से, लेकिन मध्य प्रदेश का की मिले से 1 करोड़ का भाव में बजट मिले से ताकि स्कूल, स्वास्थ्य, रोड व्यवस्थापन, कानून व्यवस्था सब जैसे ठप्पे रहते, विकास नहीं होते। यहाँ पहाड़ में देखिए विकास तोरा एकदम खाल का बढ़िया खाल का तोरा से विकास मिलता। और पहाड़ में विद्युत लाइन प्रसारण, विद्युत पावर हाउस इस सब से राज्य से कलेक्ट करी से। और तराई क्षेत्र में कृषि सामग्री, खेती बाड़ी, धान, गेहूं, गंदुम बहुत किस्म के जैसे राज्य से कलेक्ट करके अरबों खरबों को रुपया दे से। लेकिन मध्य प्रदेश का की मिले से हर दफा जैसे मध्य प्रदेश का कुछ नहीं मिले से। मध्य प्रदेश का हर चीज में कमजोर से। मध्य प्रदेश का राज्य से अत्यंत कलेक्ट करके जैसे नेपाल का सबसे बड़ी जैसे कलेक्ट करे वाला राज्य सब वो मध्य प्रदेश तराई क्षेत्र से। लेकिन ओकरा ऐसे हमेशा साइड रखते याद रहा से कि मध्य प्रदेश नेपाल का हिस्सा नहीं है, कि मध्य प्रदेश नेपाल में नहीं है, कि अकरा मान्यता अभी तक नहीं मिलल से, कि मध्य प्रदेश का नेता सबका कार्य निभा रहा छो, कि मध्य प्रदेश के 10वीं शताब्दी 30वीं शताब्दी भागले मध्य प्रदेश का नेता फेता इस सब जैसे काम चोरी भ्रष्टाचारी करते यहाँ का कारण जैसे आए मध्य प्रदेश में बजट कटौती भा से। आए मध्य प्रदेश का विभिन्न सेक्टर में से बजट कटौती भा मध्य प्रदेश में दे रहा है। जे 21 फागुन को जैसे प्रतिनिधि सभा निर्वाचन में जैसे रासपा का जैसे रासपा सरकार जो खड़ा से मध्य प्रदेश से 33 का 33 सीट डाल गए। लेकिन रासपा सरकार जैसे मध्य प्रदेश से बहुत बड़का धोखा खेल के, बहुत बड़का कढ़े का धोखा नहीं खेलने से मध्य प्रदेश से बहुत बड़ा धोखा खेल के, बहुत बड़ा। म पहिलोचोटि 20 वर्षको कार्यकालमा पहिलोचोटि देख्दैछु कि अर्थमन्त्री नभएर पनि बजेटको विनियोजन छलफल चल्दैछ। यो कस्तो परम्परा सुरुवात हुँदैछ। न्यायको नाममा सबै चिज भत्काउने होइन। त्यसो भए सिंहदरबार पनि भत्काउँ, प्रधानमन्त्री पद पनि भत्काउँ, मन्त्री पद पनि भत्काउँ, सबै चिजको नाम चेन्ज गरौँ न। यो किनकि औचित्यपूर्ण हुनुपर्छ। जति व्यस्त भए पनि 1 दिन 2 दिन छलफल चल्छ। अर्थमन्त्रीले बजेट बनाउने, त्यो उहाँ टिमले बनाउने, अर्थमन्त्री त पोलिसीगत गाइड गर्ने हो। त्यस कारणले म अब विषयमा जान चाहन्छु। मन्त्री नभए पनि कम्तीमा रेकर्डमा रहोस्, किनकि मैले नबोल्नै खोजेको थिएँ, तर अति सर्वत्र बजेट भएपछि बोल्न बाध्य भएँ। विनियोजन पर्दाखेरि मधेसको लागि त्यहाँ केही पनि देखिएन। जो राणा कालदेखि हुलाकी राजमार्ग छ त्यसको लागि कहीँ हुलाकी वर्ड पनि लेखिया छैन। किनकि राणा कालपछि बनेको हुलाकी राजमार्ग आजसम्म बन्या छैन। कहीँ पुल छ त कहीँ रोड छैन, कहीँ रोड छ त पुल छैन। र त्यसपछि 2टा राजमार्ग बन्यो मधेसलाई काउन्टर गर्नलाई, मध्य पहाडी राजमार्ग र मधेसी राजमार्ग, र त्यो फास्ट ट्र्याकले काम गरियो। तर 110 वर्ष पुरानो हुलाकी राजमार्ग आजसम्म बन्या छैन। मेरो क्षेत्रमा बाट क्रस गर्छ, त्यहाँ पनि बन्या छैन। दोस्रो, जहिले पनि विकास निर्माण जनताको लागि हुन्छ, भूगोलको लागि होइन। किनकि मधेसको जम्मै इन्डिकेटर ह्युमन डेभलपमेन्ट इन्डेक्समा हेर्दाखेरि सबै बिलो छ, कर्णाली भन्दा पनि बिलो छ। त्यसको लागि एउटा स्पेशल प्याकेजको घोषणा हामी सोचेका थियौँ। किनकि मधेसको सरकारमाथि अधिकार पनि किन छ भने सबभन्दा बढी भोट मधेसले दिया छ, समानुपातमा पनि दिया छ, प्रत्यक्षमा पनि दिया छ। तर मधेस भर्खरमा हिजो आए सभामुखलाई बडा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, सरकारलाई आगाह गर्न चाहन्छु, मधेस विस्फोटको स्थितिमा छ। त्यो विस्फोट हुनुभन्दा पहिला त्यसको उपचार गरौँ। किनभने न उसको सत्तामा अनुहार छ, न कुनै नियुक्तिमा अनुहार हुन्छ। यस्तो राज्य चल्दैन, राज्य सबैको। म एउटा कुरा बुझ्न चाहन्छु, मेरो क्षेत्रको या पुरा मधेसको दलित समुदायको को देश। मैले भर्खर हाम्रो एकजना साथी बोल्नुभयो दलित समुदायको, उहाँ पहाडको दलितको कुरा, मधेसको दलित त कहीँ पनि ठाउँ पाउँदैन नि। मधेसको दलितको एउटा सांसद पनि बन्ने अधिकार छैन,
एउटा सरकारमा मन्त्री बन्ने पनि अधिकार छैन। म सोध्न चाहन्छु कि मेरो गाउँको चमार दुसाद मुसरको के गल्ती कि ऊ आजसम्म स्कुलमा जान सकेका छैन। मेरो मधेसमा चुरेको संरक्षण सबभन्दा जरुरी छ। हामी भूमिगत जलको कुरा गर्छौँ, ह्यान्ड पम्पबाट पानी आइरहेछ, त्यो बोरिङमा पानी कहाँबाट आउँछ? किनकि चुरेको संरक्षण नभइकन त्यो भूमिगत वाटर लेभल हाई हुँदै हुँदैन, वाटर लेभल एकदम बिलो गइसकेको छ। त्यस कारण जहिले पनि जनकपुरमा वीरगञ्जमा यिनीहरूमा खाने पानीको हाहाकार हुन्छ। मधेसको जनताको दोष यति मात्र हो कि मधेस ट्याक्स पेको लागि मात्र छ। एउटा पनि मेडिकल कलेज, एउटा पनि इन्जिनियरिङ कलेज, एउटा पनि एग्रिकल्चर कलेज मधेसमा किन सरकारले बनाउन सकेन अहिलेसम्म? र अहिले पनि यो योजनामा कहीँ पनि छैन। युनिभर्सिटीमा पढ्ने बित्तिकै सैद्धान्तिक कुरा गर्न सकिन्छ, व्यवहारिक कुरा गर्नलाई जनताको घर दैलेमा जानुपर्छ। म यही एकचोटि 70 सालमा सुशील कोइरालाको सरकार थियो, अर्थमन्त्री त्यो बेलाको पिएचडी नै थियो। रामसँग मैले भनेको थिएँ कि तपाईँ गरिबको घरमा कहिले खाएर देख्नु भएको छैन, तपाईँ एडिबी वर्ल्ड ब्याङ्क यिनीहरूसँग कुरा गर्न सक्नुहुन्छ। तपाईँ काठमाडौँ सेन्ट्री अर्बन सेन्ट्री गर्नुहुन्छ। अहिले यो देशमा दुईटा देश छ, एउटा गरिबहरूको देश गाउँहरूको देश हो, एउटा धनीहरूको देश सहरहरूको देश हो। सहरमा सबै सुविधा हुने, गाउँमा के सुविधा छ? न बिजुली छ, न पानी छ, न सिँचाइ छ। हामी मल दिन सकिरहेको छैन। म भर्खर आएँ, किसानहरू मारामार छ। किसानको उखु चिनी मिलले लिएछ, डिफ्रेन्ट व्यापारी समातिन्छ, तर चिनी मिलको मालिक किन समातिदिने प्रश्न मेरो सरकारसँग यो पनि छ। यदि शेखर गोल्छा समात्न मिल्ने, सुलभ अग्रवाल समात्न मिल्ने या ब्याङ्कर समात्न मिल्ने, त्यो हामी पोलिसीगत चेन्ज गरौँ। दुनियाँमा नेपाल बाहेक कहीँ पनि ब्याङ्कर्स र व्यवसाय एउटै हुँदैन, नेपालमा मात्र छ। हरेक व्यवसाय ग्रुप आफ्नो एउटा ब्याङ्क राखेको छ। हामी पोलिसीगत सुधार जाउँ, किनकि मधेस हरेक कुराबाट वञ्चित छ। वञ्चितको आवाज बनेर हामी संसदमा आएका छौँ। अनि चाहे कर्णालीको जनता वञ्चित होस्, चाहे जुम्लाको जनता वञ्चित होस्, चाहे पहाडका दलित हुन्, खालि सुक्ला मुक्लाले शासन गर्ने, पञ्चायतमा पनि गरेको हो, बहुदलमा पनि गरेको हो, गणतन्त्रमा गरेको हो। त्यस कारण जनजी विद्रोह भएको। विद्रोह जबसम्म एउटा हिन्दी मुखान छ, जबसम्म धरतीमा भूखा नङ्गा इन्सान रहेगा तबसम्म धरतीमा घमासान रहेगा। तपाईँले यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन, यसलाई ओन गर्न सक्दैन। म सत्ताधारी सांसद हो, तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु। उसको लागि यो संयोगले अर्थमन्त्री बुढा नीलकण्ठ स्कुलको पढेको एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरिरहेको छैन। त्यहाँ आवासीय विद्यालय नभइकन, आवासीय कलेज नभइकन, आवासीय युनिभर्सिटी नभइकन देशमा शिक्षाको विकास गर्न सक्दैन। त्यो खोखला नारा मात्र हो, किन हामी पनि आवासीय युनिभर्सिटी पढेर आएको हो। त्यस कारणले हामी यो त्यो जुन मात्र लगानीको कुरा गर्नुहुन्छ, मलाई एउटा पनि लगानीको वातावरण बताइदिनुहोस्। आज हामी चौतर्फी घेराबन्दीमा छौँ, राजनीतिक घेराबन्दीमा छौँ। जियो पोलिटिकल भू राजनीतिक संयोगले परराष्ट्र मन्त्री छ, उहाँलाई इङ्गित गर्न चाहन्छु। उहाँ जतिसुकै भने पनि म भू राजनीतिक ब्यालेन्स गरेको छु, भू राजनीति अस्तव्यस्त छन्। मान्य सदस्य, त्यस कारणले एउटा कुरा सभामुखीबाट अन्तमा म आग्रह गर्न चाहन्छु, रुलिङ होस् कि अर्थमन्त्रीको सामने मात्र बजेट विनियोजनको कल्पना हुन्छ, अरू मन्त्री यसमा प्रतिनिधित्व गर्न पाइँदैन। त्यो कहिले पनि यो संसदीय परम्परामा थिएन। पछिल्लो कार्यकालमा हजुर पनि सांसद हुनुहुन्थ्यो, के अर्थमन्त्री नभएको बेलामा संसद रोकिन्थ्यो। त्यसपछि अर्थमन्त्रीलाई बोलाएर संसद सुचारू हुन्थ्यो। त्यसकारण अर्थमन्त्रीलाई बोलाइयोस्। धन्यवाद।